इग्नोर गरिदिनु। मान्छेले कहिले तपाईलाई सपोर्ट छिटो गर्दैन क्या। मान्छेले कहिल्यै सोच्दैन भनेर तपाईलाई अगाडि चढाउनु कहिल्यै कोसिस गर्दैन। तपाईको साथ छिटो कसैले दिँदैन। तपाईले आफूलाई आफैले मद्दत गर्नुपर्छ। आफूले आफैलाई सहयोग गर्नुपर्छ र अगाडि बढाउनुपर्छ। आजको दिनमा धेरैजनाले सोशल मिडियामा काम गर्दैछन्, गरिराखेको छ र धेरैजनाले पैसा कमाइ गरिराखेको छ, पैसा कमाउँदैछन्। 30,000, 50,000, 40,000 प्रोफाइल बनाएर, फेसबुक पेज बनाएर धेरैजनाले धेरै उन्नति गर्यो, उन्नति गर्दैछन्। जति नयाँ दाजुभाइहरू छन्, जति नयाँ क्रिएटर दाजुभाइहरू छन्, जति नयाँ प्रोफाइल बनाएर फेसबुकमा काम गर्दैछन्, फेसबुक पेज बनाएर काम गर्दैछन्, आफ्नो जीवनलाई अगाडि बढाउनको लागि, अगाडि लिएर जानको लागि काम गर्दैछन्। धेरैजनाले हाँस्छ, धेरैजनाले बोल्छ, धेरैजनाले शिकायत गर्छ, धेरैजनाले मजाक उडाउँछ। तपाईले इग्नोर गर्नुपर्छ सबैलाई। हेर्नु, अगाडि बढ्नको लागि तपाईले खुद आफैले निर्णय लिनुपर्छ। मन्जिल पाउनको लागि मेहनत गर्नुपर्छ, अगाडि बढ्नुपर्छ। बाटो तपाईको नजिक आउँदैन क्या। बाटोमा हिँड्नको लागि तपाईले खुद बाटोमा निस्किनुपर्छ, अनि मात्रै तपाई बाटोमा हिँड्न सक्नुहुन्छ। जुन दिन तपाई त्यो मन्जिल प्राप्त गर्नुहुन्छ, हासिल गर्नुहुन्छ, जुन दिन तपाईले सफलता पाउनुहुन्छ, त्यो दिन हेर्नु, अर्कै खुसी, अर्कै दिन, अर्कै दुनिया लाग्छ। जुन मान्छेले तपाईको मजाक उडाउँछ, त्यो मान्छे पनि तपाईसँग हात मिलाउनको लागि आउँछ। हे दाइ, हे भाइ, हे दाजु भनेर हात मिलाउँछ, तपाईलाई नमस्कार गर्छ, नमस्ते गर्छ, जोहार गर्छ, प्रणाम गर्छ। जबसम्म तपाई त्यो मन्जिल पाउन सक्नुहुन्न, तबसम्म मान्छेले मजाक उडाउँछ। तर चिन्ता गर्न